आदरणीय भाइ शान्तिराम राईज्यू, श्रमदाता, सर्वप्रथम आजको यस सभालाई सभापतित्व गरिदिनुहुने अनिल सुनुवारज्यूलाई हृदयदेखि म हार्दिक नमन व्यक्त गर्न चाहन्छु। आदरणीय उपस्थित सम्पूर्ण महानुभावहरू, आज म यो देम्बा डाँडाले हेरिरहेको अवस्थामा, यो घामले मलाई हेरिरहेको अवस्थामा, यो धरतीमा स्टेजमाथि उभिएको अवस्थामा यहाँहरू समक्ष म पहिलोचोटि प्रतिनिधि सभाको उम्मेदवारी श्रम संसदीय पार्टीको तर्फबाट उम्मेदवारी भएको हैसियतले यहाँ समक्ष राजनीति यात्रामा राजनीति मुद्दा लिएर निर्वाचनको दौरानमा उभिरहेको छु। यो उभिँदै गर्दा यहाँले पनि मेरो विषयमा पक्कै सोच्नु नै भएको छ। पक्कै पनि मैले केही जिम्मेवारी र दायित्व वहन गरेकै छु भन्ने मलाई लाग्दछ र यहाँहरूले पनि मनन गर्नुभएकै छ। र भन्दै गर्दाखेरि म धेरै कुरा त भन्न चाहन्न। सर्वप्रथम म यहाँलाई किन राजनीति गर्दैछु, किन राजनीतिमा लाग्दैछु, आज यो 42 वर्षको उमेरमा म राजनीति यात्रा सुरु गर्दैछु। त्यो यात्रा त्यो राजनीति यात्रा मात्रै होइन, त्यो यात्रा त्यो राजनीति चेतनाको यात्रा हो। यो यात्रा राजनीति चेतनाको मात्रै यात्रा होइन, यो यात्रा यो समयले मागेको यात्रा हो। यो यात्रा देशकाल परिस्थितिले मागेको यात्रा हो। त्यसैले गर्दाखेरि म कुनै कसैको झन्डा बोकेर जिन्दाबाद मुर्दाबाद भनेर कसैको आस्थामाथि धावा राखेर ढुङ्गा मुढा हानेर आएको व्यक्ति होइन। म एउटा राजनीति चेतनाले आएको व्यक्ति हो कि मलाई राम्ररी थाहा छ राजनीति के हो, कि मलाई राम्ररी थाहा छ यो राजनीति दर्शन के हो, कि मलाई राम्ररी थाहा छ यो रिजनल फिलोसफी के हो, यो पोलिटिकल फिलोसफी के हो। त्यसैले गर्दाखेरि म एउटा चेतना हो। यो चेतना केवल म मात्रै होइन, यो केवल मेरो लागि मात्रै होइन, यो खिचिदेमाको लागि पनि हो। यो खिचिदेमाको लागि मात्र होइन, यो ओखलढुङ्गा जिल्लाको लागि हो। यो ओखलढुङ्गा जिल्लाको लागि मात्रै होइन, यो देशको लागि हो। यो देशको लागि मात्रै होइन, यो विश्वको लागि हो, संसारको लागि हो। यो यात्रा म संसारको यात्राको लागि सुरु गरिरहेको छु। यो संसार यात्रा म सुरु गरिरहेको छु। कहाँबाट सुरु गर्छ? मेरो आफ्नो ठाउँबाट, मेरो आफ्नो भूमिबाट यो यात्रा म सुरु गर्दैछु। यो विश्वको यात्रा, यो राजनीतिक यात्रा म आफ्नो भूमिबाट सुरु गरिरहेको छु। र किन सुरु गरिरहेको छु? यो आजको आवश्यकता हो। यो किन आवश्यकता भयो? यो संसारमा परिवर्तनको आवश्यक छ। संसार नै राजनीति दर्शनको आवश्यक छ। त्यो आवश्यक आज नेपालमा पनि छ, यो देशमा पनि छ, यो भूमिमा पनि छ। त्यसले गर्दाखेरि हामी किन परिवर्तनको कुरा गर्छौँ? राजनीति परिवर्तन भनेको के हो? र अर्को कुरा म के भन्छु भने यो राजनीति गर्ने चरित्र कस्तो खालको चरित्र निर्माण भएको छ भने म सडक बनाइदिन्छु, म बिजुली ल्याइदिन्छु, म कुलो ल्याइदिन्छु, यस्तो खालको राजनीति भएको के यो नीति हो? यो राजनीति हो? राजकाज गर्ने नीति शासन सत्ताको कुरा हो यो? त्यसैले गर्दाखेरि
यो प्रतिनिधि सभाको निर्वाचनलाई यहाँहरूले बुझ्नुपर्ने समय आएको छ। यहाँहरूले म भनेको सुनेको छु, म सुन्दैछु। म राजनीति कहीँ चुनावमा निर्वाचनमा पैसामा बिक्छ अरे, मलाई अचम्म लाग्छ। यो कस्तो खालको राजनीति हो? कसरी यो मत किनिन्छ? कसरी मत चाहिँ किनबेच भइरहेको छ? के आफ्नो भविष्य किनबेचमा हामी चलाउँछौँ? यदि कसैले किन्छ भने, यदि कसैले एक छाक खाएर एक मत हाल्छ भने त्यो उसको भविष्यको मत हो। उसले उसको भविष्य मात्र होइन, उसको शाखा सन्तानको भविष्य खाइरहेको छ। यो कुरा बुझ्नु जरुरी छ। त्यसैले यहाँहरूले 10 बार सोच्नुहोस्, 1000 बार सोच्नुहोस्, कस्तो व्यक्तिलाई नेतृत्व गरेर मैले पठाउँदा, सदनमा पठाउँदाखेरि मैले राहत महसुस गर्छु, मैले न्याय पाउँछु। त्यो सदन के हो त? त्यसले गर्दाखेरि कतिपय ग्रामीण क्षेत्रमा यो प्रतिनिधि सभाको निर्वाचन भनेको के हो भन्ने कुरा पनि थाहा नभएको मैले बुझेको छु र देखेको छु। र यो प्रतिनिधि सभालाई यहाँहरूले बुझ्नु जरुरी छ। कुनै स्थानीय तहको निर्वाचन जस्तो होइन। यो सदनमा जनताको म्यान्डेटलाई सदनमा पुर्याउने निर्वाचन हो। यो सदनमा भएका म्यान्डेटहरूलाई जनता समक्ष पस्टिने निर्वाचन हो। त्यसैले गर्दा यहाँहरूले बुझ्नु जरुरी छ। कतिपय राजनीतिक मुद्दाहरू सदनमा अल्झिएका छन्, अड्काएका छन्। यहाँ ललिपपको राजनीति चलिरहेछ। एउटा ललिपप दिएर क्विन्टल भारी बोकाउने राजनीति चलन छ। यो परिपाटी छ। यो परिपाटीलाई अब हामीले सुधार्नुपर्छ। त्यो सुधार्ने अवसर भनेको, सबैभन्दा सरल अवसर भनेको निर्वाचन हो, यो ब्यालेट हो। त्यसैले गर्दाखेरि सबैभन्दा पहिला हामीले ब्यालेटलाई बुझ्नुपर्छ। हामी ब्यालेटबाट बुझेर ब्यालेटबाट समाधान गर्यौँ भने कहीँ राजनीतिमा हिंसा गर्नु पर्दैन। र मेरो सिद्धान्त पनि हो, हिंसा हुनु हुँदैन, अहिंसा ही परमो धर्म भन्ने सिद्धान्तलाई म पालना गर्दछु। त्यसैले गर्दाखेरि संसारमै आज किन हिंसा भइरहेको छ र त्यो हिंसा किन यहाँ पनि भइरहेछ, नेपालमा पनि भइरहेछ? हिजो भदौ 23-24 को जेएनजी आन्दोलन किन भइरहेछ? के यो हिंसात्मक गतिविधि कसरी भइरहेछ? यावत कुराहरू यो राजनीति कारणले नै हो। यो कुराजनीति कारणले गर्दाखेरि भइरहेको छ। यावत कुराहरू सुधार्ने, अहिंसाद्वारा सुधार्ने मौका भनेको, अवसर भनेकै निर्वाचन हो, यो ब्यालेट हो। त्यसैले गर्दाखेरि यो ब्यालेटलाई बुझ्नु जरुरी छ। यहाँहरूलाई म आग्रह गर्दछु, म अनुरोध गर्दछु, कस्तो व्यक्तिलाई म सदनमा पठाउँदाखेरि मैले न्याय पाउँछु। त्यसैले गर्दाखेरि यहाँ सदनमा भएका मुद्दाहरूलाई बिउताउन सक्नुपर्छ, सदनबाटै त्यो समाधान गर्नु सक्नुपर्छ। होइन भने भोलि द्वन्द्व सिर्जना हुने अवस्था आउन सक्छ। जनतालाई उकुस मुकुस भइसकेपछि द्वन्द्व, हत्या, हिंसा, द्वन्द्वतिर धकेलिन सक्छ समाज। त्यसैले गर्दाखेरि यहाँहरूले बुझ्नु जरुरी छ। आज सबै दिन्छु भनेर आउँछ, को भन्दछ नराम्रो छु, नजाति कुनै भन्छ र छ ईश्वर तिमी भित्र सोच रे शुभ सुन्दर। नराम्रो कसैले पनि भन्दैन, नजाति कोही भन्दैन। तर जसले जिन्छ त केवल उसँग जे छ त्यही दिने हो। नभएको चिज कसैले दिन सक्छ? दिन्छु मात्र भनेर हुन्छ? होइन। त्यसैले गर्दाखेरि कसले दिन सक्छ भन्ने कुरा यहाँहरूले बुझ्नु जरुरी छ, चिन्तन गर्नु जरुरी छ। र म धेरै कुरा त म भन्दिनँ। यसैले गर्दाखेरि अब म यहाँको विशेषलाई, खिचिदेमाको विशेष मैले रिसर्च गरेको, मैले अनुसन्धान गरेको, मैले घर दैलो गर्दाखेरि मैले केही कुरा मैले यहाँ आवाज पाएको छु। यो विषय विकास निर्माणको कुराहरूलाई चाहिँ पनि केही म जोड्न चाहन्छु। पहिलो कुरा त खिचिदेमा गाउँपालिकामा सडककै समस्या मैले देखाएको छु।
सडक निर्माणकै समस्याहरू मैले देखाएको छु। किनभने भौतिक पूर्वाधारलाई एकदमै मध्यनजर लाग्नुपर्छ, अनि मात्रै देशको विकास अनि जनतालाई चाहिँ सहज र सरल बाटो अपनाउन सकिन्छ। त्यसपछि मैले देखेको कृषिलाई यहाँ एकदमै उर्वरा भूमि जमिन पनि देखाएको छु। त्यसैले गर्दाखेरि यो कृषिलाई पनि प्रायोरिटी दिनुपर्ने मैले देखाएको छु। त्यसपछि सबैभन्दा राम्रो आम्दानीको स्रोत चाहिँ पर्यटन देखाएको छु मैले। यो पर्यटन मैले देम्बा डाँडा घुमेको छु र यसैसँग जोडिएको सिमानामा लिखु गाउँपालिसँग जोडिएको सिमानामा झरना पोकली झरना पनि मैले देखाएको छु। अत्यन्तै पर्यटकीय सम्भावनाहरू देखेको छु। त्यसै गरी अर्को मैले देखेको छु, यहाँ अलिकति भौगोलिक हिसाबले पनि सदरमुकामभन्दा अलिकति टाढा भएको हुनाले र ट्रान्सपोर्टेसन यातायातको कारणले गर्दाखेरि पनि मैले एयरपोर्टको विषयलाई पनि जोड्न लागेँ मैले। किनकि एयरपोर्ट पनि अब यतिको पर्यटकीय स्थलमा यहाँ हिउँ पर्ने ठाउँहरू छ, चिसान ठाउँहरू छ र यहाँ चाहिँ एउटा केही नभई 18-20 सिटको एयरपोर्ट प्लेन अवतरण हुने एयरपोर्ट भयो भने धेरै सहज हुन्छ मैले देखेको छु। त्यसै गरी अर्को मैले एउटा यहाँहरू चाहिँ कतिपय वृद्ध भत्ताहरू थापिराख्नु भएको छ होइन, बुवाआमाहरू यहीँ हुनु छ र एउटा सरकारी ब्याङ्क भयो भने चाहिँ धेरै सुविधा हुन्छ जस्तो लागिरहेछ मलाई चाहिँ है। त्यसपछि यहाँ स्वास्थ्यको लागि एउटा राम्रो हस्पिटल छैन रहेछ जस्तो लाग्यो मलाई। अब स्वास्थ्य चौकीले चलन भएर रहेछ। स्वास्थ्यको लागि पनि एकदमै मध्यनजर गर्नुपर्ने हुन्छ भौगोलिक कारणले गर्दाखेरि पनि। त्यसले गर्दाखेरि यदि ठिक छ छैन यहाँसम्मपछि करेक्सन गर्ने नै छु मैले देखेको कुराहरू है। र अर्को कुरा मेरो योजना के छ भने हामी श्रम संस्कृति पार्टीको तर्फबाट हुनाले हामी श्रमलाई सम्मान गर्छौँ। हामी श्रमै गरे पनि 3 करोड जनताको 6 करोड हात भन्ने हाम्रो नारा छ। हाम्रो श्रद्धेय अध्यक्ष हर्क साम्पाङज्यूले भन्नुभएको छ, यो नारालाई आत्मसात गर्दै 8वटा स्थानीय तहमा हाम्रो चाहिँ एउटा श्रम संस्कृति पाठ निर्माण गर्ने उद्देश्य छ, लक्ष्य छ। त्यो हामी श्रमद्वारै निर्माण गर्नेछौँ। त्यसैले गर्दाखेरि खिचिदेमा गाउँपालिका पनि एउटा श्रम संस्कृति पाठ त्यसले पर्यटकीय हिसाबलाई पनि त्यसले हेर्ने दृष्टिले पनि हेर्न सकिन्छ, आम्दानीको स्रोतको हिसाबले पनि हेर्न सकिन्छ। त्यसैले गर्दा श्रम संस्कृति पाठ निर्माण गर्ने एउटा लक्ष्य छ, उद्देश्य छ। त्यो अवश्य नै त्यो निर्माण गर्नलाई हामीले चुनावै जित्नु पर्दैन। कुनै पनि विकास निर्माण गर्नलाई मैले जहिले पनि घोषणा गरिरहेको छु, श्रम संस्कृति पार्टी यस्तो पार्टी हो यो कहिले पनि हार्दैन। जिते पनि मन्त्री भए पनि प्रधानमन्त्री भए पनि श्रम गर्न जनतासँग हामी आउने नै छौँ। नजिते हारे पनि हामी श्रम गरेर आउनेछौँ। त्यसैले कहिले पनि हामी हार्दैनौँ। हाम्रो काम निरन्तर चलि नै रहन्छ। त्यसैले यसको नाम श्रम संस्कृति पार्टी हो। त्यो श्रम पार्कमा पनि हामीले विभिन्न यहाँका स्थानीय औजारहरूलाई चाहिँ हामीले समावेश गरेर त्यो पार्कमा हामीले चाहिँ सजाएर चाहिँ हामी त्यो पार्क निर्माण गर्नेछौँ। यहाँहरूलाई त्यो अवगत गराउँछु, त्यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। त्यसैले गर्दाखेरि म अब केही कुरा यो घर दैलोको विषयमा मेरो पहिलो राजनीति यात्रालाई म घर दैलोको विषयमा यहाँलाई अनुभव सेयर गर्न चाहन्छु। घर दैलो गर्दै गर्दाखेरि श्रम संस्कृति पार्टी भनेर यहाँहरूले धेरैले माया गरेको मैले अनुभूत गरेको छु र म एकदम गर्वान्वित पनि छु। किनकि यो पार्टी एकदम विकासमुखी पार्टी हो, विकास निर्माणको लागि अग्रसर पार्टी हो र श्रमको सम्मान गर्ने पार्टी हो र श्रमदाताहरूको र कृषि
कृषकको सम्मान गर्ने पार्टी हो र श्रमिकको सम्मान गर्ने पार्टी हो। त्यसैले गर्दाखेरि यहाँहरूले धेरै माया गर्नुभएको मैले अनुभव पाएको छु, साथ दिएको हौसला दिएको मैले अनुभव पाएको छु। त्यसैले गर्दाखेरि म आज यो ठाउँमा छु, म एकदम खुसी छु, म आभारी छु र कहीँ कतै तिता अनुभवहरू पनि छन्। र सबै व्यक्ति त सही नै हुन्छन् भन्ने पनि हुँदैनन्। यो संसार भनेको सारले भरिएको संसार हो। यहाँ हरेक चिज राम्रा नराम्रा दुःख सुख हरेक चिजले भरिएको यो संसार हो। त्यसैले गर्दा त्यसमा कुनै गुनासो पनि छैन, म गुनासो पनि मान्दिनँ। म हिँड्दै गर्दाखेरि, म राष्ट्रिय झन्डा ओढेर मैले भोट माग्दै गर्दाखेरि, म राष्ट्रिय झन्डा ओढेर मैले चाहिँ गर्दै कार्यक्रम गर्दै गर्दाखेरि कतिपय 2-3 ठाउँमा चाहिँ मेरो प्रतिबद्धता पेपर पनि च्यातेको मलाई अनुभव भएको छ। कोही त्यस्तो व्यक्ति पनि हुनुहुँदो रहेछ, तर मलाई कुनै गुनासो छैन। तर मलाई यति चाहिँ मलाई के लाग्यो भने म राष्ट्रिय झन्डा ओढेर हिँड्दाखेरि मलाई सारा नेपालीहरूले, मेरो जिल्लावासी बाबा दाजुभाइ दिदीहरूले मलाई 100% सम्मान गर्नुहुन्छ जस्तो लाग्थ्यो। तर त्यो मैले अलिकति केही अनुभूति नपाएकोले मैले जति बेला मेरो राष्ट्रिय झन्डा ओढेर मेरो प्रतिबद्धता पेपरलाई च्यात्नु भयो, त्यो दिनदेखि मैले त्यो राष्ट्रिय झन्डा मैले ओढेर यहाँको घरदैलोमा कार्यक्रममा मैले सरिक भइन। त्यसैले गर्दा म राष्ट्रिय झन्डाको सम्मान गर्छु, म राष्ट्रको सम्मान गर्छु। यो राष्ट्र बाँच्नुपर्छ जबसम्म यो पृथ्वी रहिरहन्छ। हाम्रो अध्यक्ष श्रद्धेय अध्यक्षले भन्नुभएको छ, म त्यसलाई आत्मसात गर्छु। जबसम्म यो पृथ्वी रहिरहन्छ तबसम्म हाम्रो नेपाल देश रहिरहनुपर्छ भन्ने मेरो मान्यता हो। आज देश सङ्क्रमणकालीन स्थितिमा छ, देश कठिन स्थितिमा छ। नेपाल आमा कोमामा पुगेको स्थिति छ। त्यो कोमामा पुगेको आमालाई बचाउँछु भनेर म राजनीतिमा आउँदैछु। म त्यो एकमुठी सास भएको आमालाई म बचाउन लाग्दैछु। त्यो यात्रा, मेरो राजनीतिक यात्रामा यहाँहरूले पनि साथ दिनुभएको छ, यहाँहरूले पनि सपोर्ट गर्नुभएको छ। म एकदमै आभारी छु। म यहाँहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। के हो राष्ट्र भनेको? राष्ट्रियता भनेको के हो? स्वाधीनता भनेको के हो? स्वाभिमान भनेको के हो? जबसम्म गर्व साथ म नेपाली हो, म नेपाल आमाको सन्तति हुँ भन्ने महसुस हुँदैन, तबसम्म हामी स्वाधीनताको स्वाभिमानको महसुस कहिले पनि गर्न सक्दैन। त्यो स्वाधीनताको महसुस, त्यो स्वाधीनको महसुस गराउने आज यो सदन हो। त्यो सदनमा म जाँदैछु। त्यो सदनमा म मेरो मेन्डेट र यहाँहरूको मेन्डेटलाई, मेरो योजना र यहाँहरूको योजना लिएर म सदन जाँदैछु। कतिपय कुराहरू सदनमा सुधार्नु पर्नेछ। म के मान्यता राख्छु भने मूल शुद्ध हुनुपर्छ, शुद्ध पानी पिउनको लागि। आज सदन शुद्ध भएदेखि हामी शुद्ध हुन्थ्यौँ। आज हामी फोहोर भएका छौँ, किनकि त्यो सदनमा फोहोर छ, त्यो मूल फोहोर छ। त्यसैले गर्दाखेरि यो सदनलाई सफा गर्नुपर्छ। मैले हर्क साम्पाङको पार्टी संस्कृति पार्टीलाई किन रोजे त? हर्क साम्पाङ एक निष्ठा असल व्यक्तित्व त हुन् नि। यहाँहरूले देख्नु भएको छ, श्रमले विकास गर्नुपर्छ भन्नुभएको छ। एउटा मुद्दा, एउटा नारा त राम्रो छ नि, गर्नु पनि भएको छ, गरेर पनि देखाउनु भएको छ नि। यस्तो व्यक्तिलाई मैले के साथ नदिनु? दिनुपर्छ हैन? बाँकी कुरा त मसँग पनि हुनु पर्यो नि। म किन राजनीति गर्दैछु? राजनेता भनेको के हो? राजनीति भनेको के विकास निर्माण हो त? होइन नि। नीति निर्माणले, नीतिले चाहिँ जनतालाई सेवा दिनुपर्छ। यो समाज भनेको हुनेले नहुनेलाई, धन हुनेले धन नहुनेलाई, बलियोले निर्धोलाई र राष्ट्रले जनतालाई संरक्षण गर्नुपर्छ। यो पो हो त समाज। यहाँ कस्तो खालको सिस्टम परिपाटी छ भने डिभाइड एन्ड रुल्स भन्छ।
मान्छे जनता फुटाइदिने, छिमेकी फुटाइदिने, दाजुभाइ फुटाइदिने अनि शासन गर्ने, यो कस्तो प्रकृति हो? म जहिले पनि भन्ने गर्छु, राजनीति गर्ने राजनेताहरूलाई फुटाउने होइन जुटाउने गर्नुपर्छ। फुटाउनु हुँदैन जनतालाई। फलना यो पार्टी, दिसका यो पार्टी, म त्यो पार्टी र यो पार्टी, के भनेको थियो? जब राजनीति चेतना नै छैन जनता, म एमाले, म काङ्ग्रेस, म माओवादी, म संस्कृति पार्टी बनाउन आएको होइन। म चाहिँ कस्तो खालको राजनीति गर्दैछु भने म चाहिँ मान्छे बनाउने पार्टीमा राजनीति गर्दैछु। यहाँ कुनै जाति कुनै पार्टी भेदभाव छैन। त्यो सडक बनाऊ, सबै मिलेर बनाऊ, त्यो सबैले सदुपयोग गर्न सक्छ। त्यो सडकमा एमाले पनि हिँड्छ, काङ्ग्रेस पनि हिँड्छ, संस्कृति पार्टी पनि हिँड्छ, सबै हिँड्छन्। त्यो सडक सबैको लागि, त्यो विकास निर्माण सबैको लागि हो। त्यसैले गर्दाखेरि यस्तो समाज निर्माण गरौँ, सद्भावले बाँचौँ, स्वाभिमानले बाँचौँ, एक आपसमा हामी कुदृष्टिले कसैले पनि कसैलाई नहेरौँ, सबै समान हौ र सभ्य समाजको निर्माण गरौँ। सभ्य समाजको निर्माण भयो भने मात्रै सभ्य देश बन्छ। जनतालाई मूर्ख बनाएपछि अनि देशमा शान्ति हुन्छ त? त्यो जनताले भोलि हतियार उठायो भने के हुन्छ? हिंसा हुन्छ। त्यसैले हिंसा गर्नु हुँदैन। जनतालाई सभ्य जनता बनाऊ कि जनतालाई ज्ञान दिऊ, विवेक दिऊ, शिक्षा दिऊ, दीक्षा दिऊ, रोजगार दिऊ, सृजनशील बनाऊ न जनतालाई। उद्योग कल कारखाना खोलेर चाहिँ व्यापार व्यवसाय गर्ने बनु जनता, अनि पो देश सम्पन्न हुन्छ त, राष्ट्र सम्पन्न हुन्छ त। जनतालाई गरिब बनाएर कहीँ देश सम्पन्न हुन्छ? एउटा उदाहरण म तपाईँहरूलाई दिन्छु। यहाँहरू व्यवसाय गरिराख्नु भएको छ, तपाईँहरूलाई 5 लाखको कम्पनी तपाईँ दर्ता गर्नुहोस्, तपाईँ वर्षभरि कति कमाउनु छ आम्दानी कमाउनुहोस्, तर 50,000 वर्षको आम्दानी देखाउन सक्नुहुन्न। 50,000 आम्दानी देखाउनु भयो भने सिधै त्यो के हो, दादा भत्ता भनौँ कि के भत्ता भनौँ है, त्यो चाहिँ 13,500 त स्वाट्टै बुझाउनु पर्छ। अनि कर कार्यालय भयो, प्यान भ्याट घरेलु कता कता गर्दाखेरि त त्यो 50,000 देखाउनु त 2 लाख सिद्धिँदा पनि त्यो 50,000 प्रमाणित गराउन सकिन्छ। यो कहाँको नियम हो? एकद्वार प्रणाली गर्नु सकिँदैन र? एकद्वार प्रणाली कर सिस्टम गरौँ त। एक ठाउँ कर तिरेपछि फेरि 10 ठाउँ किन कर तिर्ने? अनि जनता कसरी व्यावसायिक हुन सक्छ? मेरो प्रपर्टी यति छ भन्ने पनि ठाउँ छैन। लगानी गरेको छ, करोड लगानी गरेको छ, आम्दानी देखाएको छ 10,000। अनि देश कसरी चाहिँ उँभो लाग्छ? अनि कसरी कर सङ्कलन हुन्छ? यस्तो खालको राजनीति प्रविधिले हुन्छ? यस्तो खालको चाहिँ ऐन कानुनले जनता कहिले पनि सम्पन्न हुन सक्छ? जनता सम्पन्न नहुने देशमा कसरी देश राष्ट्र सम्पन्न हुन्छ त? जहिले पनि जनतालाई लाटा बनाएर, जनतालाई थिचिराखेर दुधपात दिएर सकेसम्म चाहिँ ललिपप दिएर सुताइराख्ने, अनि ढाडमाथि कुल्चेर हिँड्ने, ताण्डव नाच्ने ढाडमाथि। यस्तो प्रकृतिको राजनीतिले अनि देश सम्पन्न हुन्छ त? राष्ट्र दुर्घटनामा हुँदैन त? यस्तो खालको राजनीति परिपाटीले जनतालाई त सभ्य बनाउनु पर्यो। सभ्य जनता भए पो सभ्य समाजको निर्माण हुन्छ त, अनि पो सृजनशील हुन्छ त। यहाँ त राजनीति आडले युवाहरूलाई के भन्छ? ए त्यसलाई ठोक, ए त्यसलाई हान, यो खालको प्रवृत्ति छ। गुन्डागर्दी किन मौलाइरहेछ त? यो राजनीति आड, शक्तिको आडले जनताहरूले चाहिँ युवाहरूलाई चाहिँ गुन्डागर्दीमा चाहिँ समावेश गरिएको छ। यो कल्चर, यो प्रवृत्ति हुनु हुँदैन। युवाहरू सृजनशील हुनुपर्छ, युवाहरू बौद्धिक हुनुपर्छ, युवाहरू ज्ञानी हुनुपर्छ, युवाहरू शिक्षित हुनुपर्छ, युवाहरू ध्यानी हुनुपर्छ, युवाहरू युग पुरुष बन्ने लक्ष्य लिनुपर्छ।
अनि देश सम्पन्न हुन्छ, अनि देश हिंसा रहित देश हुन्छ। त्यसैले गर्दाखेरि सबैभन्दा पहिला त्यो बनाउनको लागि के चाहिन्छ त? म बन्नु पर्यो नि, म ठिक हुनु पर्यो नि, अनि पो अरूलाई ठिक बनाउन सकिन्छ। मसँग जे छ त्यो पो दिने हो त। मसँग नभएको चाहिँ मैले दिन्छु भनेर हुन्छ? हुँदैन। त्यसैले गर्दाखेरि ममा ज्ञान हुनु पर्यो, ममा राजनीति गर्ने हो भने राजनीति चेतना हुनु पर्यो, राजनीति बुझ्नु पर्यो, राजनीति दर्शन बुझ्नु पर्यो, अनि राजनीति गरे पो देश सही ढङ्गले चल्छ त। पार्टी भनेछ, दल खोल्या छ, एउटा दलले अर्को दललाई दल्ने, यो दलदाल कम्पनी, यो 200 वटा जति दल छ। के हो यो जात्रा नेपालको? खोइ राजनीति दर्शन के एकले अर्कालाई दलेरै मात्रै बस्ने हो? के हामी सधैँ लाटा हुने हो? हामी सधैँ के दली माग्ने हो? त्यसैले गर्दाखेरि यहाँहरू अब चुप लाग्ने अवस्था छैन। यहाँहरूको यदि कोही सत्य हुनुहुन्छ भने यहाँहरू सत्यको शासन, सत्यको राज्य चाहनुहुन्छ भने म सत्यको वकालत गर्नलाई, म सत्यको शासनको लागि, म सत्यको नेतृत्व गर्नलाई आएको छु। यहाँहरूले मलाई साथ दिनुहोस्। म यो आवाज यहाँ मात्रै होइन, यो आवाज अहिले विश्वलाई चाहिएको अवस्था छ। विश्वमै अशान्ति छ, अमेरिकालाई पनि आवश्यक छ। किन हतियार मात्रै उत्पादन गरिरहेछ? किन आणविक भट्टीहरू मात्रै निर्माण गरिरहेछ? के मान्छे बनाउन सक्दैन? त्यो हतियार किन पड्किरहेछ? त्यो बन्दुक किन बनिरहेको छ? त्यो के को लागि बनेको हो? के त्यो हतियार घाँस काट्नुलाई बनाएको हो? त्यो बन्दुक घाँस काट्नुलाई बनाएको हो? भनेपछि संसार कता जाँदैछ? कुन दिशामा जाँदैछ संसार? यहाँहरूले बुझ्नु जरुरी छ। त्यसैले गर्दाखेरि मान्छे पहिला बनाउन, मानव समाज निर्माण गरौँ न। मान्छे भएपछि मानवता हुन्छ, मानव भएपछि किन झगडा गर्नु? म यहाँहरूसँग कसैसँग समस्या छैन। यहाँहरू रिसाउँदाखेरि म रिसाउनेवाला पनि छैन। यहाँहरू के कारणले रिसाउनु, म किन रिसाउनु? आज घरमा किन बलियो ताला लाउँदा पनि घर चाहिँ सुरक्षित छैन? यो कस्तो समाजको निर्माण भइरहेछ? मेरो छिमेकीमा 10 कुन्टेल सुन भयो भने मलाई के मतलब? म त्यो क्षमता, त्यो बुझ्ने क्षमता भइसकेको मान्छेको, त्यो हैसियतको मान्छे हो। सबैलाई सभ्य बनाऊ न, सबैलाई ज्ञान दिउँ न, ज्ञानी समाजको निर्माण गरौँ न। घरमा ताला लाएर हिँड्नु नपरोस् न। त्यो ताला के को लागि हो? त्यो साँचो के को लागि हो? यस्तो समाजको निर्माण गरौँ न। किन एक आपसमा द्वन्द्व झगडा गर्ने? यो अर्को कुरा के छ भने श्रम प्रस्तुति पार्टी चाहिँ जातीय पार्टी भनेर एउटा भ्रम फैलाइरहेछ। यस्ता यस्ता तत्त्वहरू समाजमा छन्। श्रम संस्कृति पार्टी कसरी जातीय पार्टी भयो? कुन जातले निर्माण गरेको? जबकि पार्टी दर्ता गर्दै समावेश गर्नुपर्छ। हरेक महिला पुरुष हरेक जातले समावेश गरेर चाहिँ पार्टी दर्ता गर्ने नियम छन्, ऐन कानुन छ नेपालमा। अनि पार्टी चाहिँ दर्ता गरिसकेपछि चाहिँ अनि जातीय पार्टी भन्यो। कतिपय त्यो यस्तो ग्रामीण भेगमा पनि छिरिसकेको रहेछ यो कल्चर चाहिँ। यो भ्रम कसले सिर्जना गर्यो? उसैले जानोस्। मैले हाम्रो दाजुभाइकोतिर अर्थात् जनजाति बाहेकको दाजुभाइहरूकोतिर मैले घर दैलो गर्दै गर्दाखेरि यतिसम्म पनि भने कि तपाईँहरूको भोट त यहाँ त्यता शेर्पा बस्ती छ, यता तामाङ बस्ती छ, यता राई बस्ती छ, यता गुरुङ बस्ती छ भनेर देखाउने समेत देखेँ मैले। भनेपछि मैले जनजाति दाजुभाइहरूको मात्रै भोट माग्ने मैले राजनीति गरेको हो त? के मैले नेतृत्व गरेको यो जनजाति दाजुभाइहरूको लागि मात्रै हो त? म त यो राष्ट्रको लागि, राष्ट्र निर्माण गर्यो। यो साझा फुलबारी हो। यो साझा फुलबारीमा सबै फुल फुल्नुपर्छ, सबै थरी सबै भाषी बाँच्नुपर्छ। यहाँ
सबैको हक अधिकार सम्मान हुनुपर्छ, सबैको हक अधिकार सुनिश्चित हुनुपर्छ। त्यो चिन्ताले पो म राजनीति गर्न आएको हो त। सायद उहाँहरूलाई त्यो ज्ञान थाहा नभएको हुनु पनि सक्छ। त्यसैले गर्दा म तर पनि उहाँसँग म कुनै गुनासो मान्दिनँ। यो केवल मसँग भएको वास्तविक घटना मात्रै हो, मैले देखेको मैले भोगेको कुरा मात्रै हो। त्यसैले हामी यो संस्कारमा, यो कल्चरमा, यो संस्कारमा हामी अल्मलिनु हुँदैन। यो मानव आत्मा एकै ठाउँबाट जन्मेको छ। यो मानव आत्मा यो भौतिक दृष्टिले हेर्ने चिज होइन। यो संसारको सबै मानवहरूको आत्मा जन्मिने ठाउँ एकै ठाउँ छ। त्यो ज्ञानबाट मात्रै बुझ्न सकिन्छ। त्यसैले गर्दाखेरि यहाँलाई म अवगत गराउँछु, यो त्यो भनेर नाक हेर्ने, कान हेर्ने, अनुहार हेर्ने, रूप हेर्ने यो संस्कार हो। यो संस्कारलाई हामीले यो समाजबाट निर्मूल बनाउनु पर्छ। सबै मानव एकै हुन्, सबै भाषी एकै हुन्, सबै थरी एकै हुन्। त्यसैले गर्दाखेरि बगैँचामा पनि सबै फुल रङ्गी बिरङ्गी फुल फुल्यो भने कति राम्रो देखिन्छ, कति सुन्दर देखिन्छ। यति सुन्दर देश हाम्रो नेपाल, यति सुन्दर तपोभूमि हाम्रो देश, आज केही नेगेटिभ तत्त्वहरूले यो देशलाई चाहिँ उथल पुथल बनाइरहेछ। हाम्रो समाजलाई उथल पुथल बनाउने रणनीति बनाइरहेछन्, योजना बनाइरहेछ। यो योजनालाई हामीले विफल बनाउनु पर्छ, यो योजनालाई हामीले असफल बनाउनु पर्छ। किनकि हामी सभ्य हुनुपर्छ, हामी सभ्य मानवको निर्माण गर्छ। एक मानवले अर्को मानवलाई सुदृष्टिले हेर्नुपर्छ, सभ्य दृष्टिले हेर्नुपर्छ। हामी भौतिक आँखाले भन्दा ज्ञानले हेर्न सक्नुपर्छ। एकले अर्कालाई सद्भावले बाँच्नुपर्छ। सभ्य समाजको निर्माण गरौँ। सभ्य समाजको निर्माण गर्यो भने मात्रै सभ्य राष्ट्रको, सम्पन्न राष्ट्रको परिकल्पना गर्न सकिन्छ। त्यो यात्रा, त्यो सम्पन्न राष्ट्रको यात्रा सभ्य समाजको निर्माण गर्नु हो। त्यो सभ्य समाजको निर्माण गर्ने यात्रा त्यो सभ्य व्यक्ति बनाउनु हो। त्यो सभ्य व्यक्ति बनाउने यो यात्रा म सभ्य हुनु पर्यो। मबाटै मानिस हुन्छ, मबाटै मानव हुन्छ, मबाटै महामानव हुन्छ। हामी मानव पनि हो, महामानव पनि हो, हामी देवता पनि हो। हामी देवताको सन्तान भएकोले हामी देवता पनि हो। र हामीले कुकर्म गर्यौँ भने हामी दानव पनि हो। त्यसैले गर्दाखेरि हामी मानव बनौँ, मानव कर्म गरौँ र दानव नबनौँ, दानव कर्म नगरौँ। त्यसैले आजको यो यात्रा, यो राजनीति यात्रा, मेरो यात्रा कोही भन्दा अलिक फरक होला, सुन्दा अलिकति धार्मिक जस्तो पनि लाग्ला। त्यो हुनु पनि पर्छ। सभ्य समाजको निर्माण गर्नलाई ज्ञानकै आवश्यकता पर्छ। संसार ज्ञानले चल्छ कि संसार बन्दुकले चल्ने हो त? ज्ञानले नै चल्छ। जत्रो ठुलो युद्ध होस्, जस्तो सुकै लडाइँ होस्, समाधान ज्ञानले नै हुने हो। त्यो ज्ञानले समाधान हुन्छ भने किन युद्ध गर्नु, किन हतियार उठाउनु? त्यसैले हतियार उठाउनु भन्दा पहिला, युद्ध गर्नुभन्दा पहिला ज्ञानले समाधान गरौँ। त्यो ज्ञानको समाजको निर्माण गरौँ। त्यो ज्ञानी समाज र सभ्य राष्ट्रको निर्माण गरौँ। म यो आग्रह गर्दछु र अनुरोध गर्दछु। म त्यसै राजनीतिमा आएको होइन, म राजनीति चेतना भएर आएको हो। म देशको भविष्य कोर्ने क्षमता भएर आएको हो। म यो देशको भविष्य बोक्न सक्ने क्षमता भएर आएको हो। यहाँहरूले दुई चार शब्द बोल्यो गयो नभन्नु होला। यो मेरो यात्रा हो। म यो निष्ठाको यात्रा, निष्ठाको राजनीति यात्रा गर्दैछु। यो मेरो यात्रा अवश्य म पुरा गरेर छाड्नेछु। म गन्तव्यमा पुगेरै छाड्नेछु। त्यसैले गर्दा म यहाँलाई आग्रह गर्दछु, यो अनुरोध गर्दछु, यो कसैले चाहिँ दुई चार शब्द बोलेर हिँड्यो, यो भने त्यो भनेर नभन्नु होला। किनकि म निष्ठाका राजनीति गर्दैछु। भोलिको दिनमा म सदन जाँदै गर्दाखेरि म देश र जनताको लागि एक छाक खाना खाएर म सदन छिर्दैछु। म बिहान
फलफुल मात्रै खान्छु एउटा स्याउले म दिनभरि राष्ट्र र जनताको काम गरेर आउन सक्ने क्षमता भएको मान्छे हो। म एउटा स्याउ खाएर मैले जनतालाई र राष्ट्रलाई के निर्णय गर्न सक्छु सदनमा यहाँहरूले बुझ्नुपर्ने जरुरी छ। किनकि जस्तो आहार विहार उस्तै विचार व्यवहार। सबैभन्दा पहिला मान्छेलाई मानव बनाउने आहारले। म त्यो यात्रामा छु, त्यसैले गर्दाखेरि म त्यो सदनलाई शुद्ध आहारले, शुद्ध विचारले, शुद्ध व्यवहारले म त सदनलाई सफा गर्न जाँदैछु। त्यो सफा गर्न पठाउने यहाँहरूको जिम्मा छ। यहाँहरूले मलाई एक मत मात्रै दिनुहोस्, धेरै चाहिँदैन। एक व्यक्ति एक मत, त्यो एक मतलाई नै म सदनमा पुग्नेछु। त्यो एक मतको क्षमतालाई नै म सदनमा यहाँहरूको मेन्डेटलाई म सदनमा पुर्याउनु छु। त्यो सदनमा भएका मेन्डेटहरूलाई जनता सामु पसिनेछु। म यहाँहरूलाई धेरै दिन छैन, म यही फागुन 21 गतेसम्म मात्रै माग्छु। 21 गतेसम्म म माग्छु। चाहे भिख सम्झिनुहोस्, चाहे मत सम्झिनुहोस्, चाहे भोट सम्झिनुहोस्, चाहे पार्टी सम्झिनुहोस्, चाहे जे सम्झिनुहोस्, म माग्छु 21 गतेसम्म मात्रै। 21 गते मलाई यहाँले एक दिन मात्रै मलाई दिनुहोस्। मलाई एक दिन दिनुभएको परिणाम म यहाँहरूलाई 5 वर्षसम्म लगातार दिनेछु। त म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। म दिनेछु मात्रै नभएर म दिन सक्ने मसँग हैसियत छ र क्षमता भएरै म यहाँहरूलाई भन्दैछु। म कुनै पनि काम नसक्ने नजाने गाउँको बाटै नसोध्नु भन्छन्। त्यसैले गर्दाखेरि म कुनै पनि काम गर्नुभन्दा अगाडि मैले के गर्न सक्छु, मैले समाजलाई के दिन सक्छु, मैले राष्ट्रलाई के दिन सक्छु भनेर राम्ररी मैले बुझेरै म राजनीति यात्रा गर्दैछु। त्यसैले यहाँले कसैको दबाबमा हिचकिचिनु पर्दैन, कसैले यो भनेर हिचकिच्नु पर्दैन। खुल्ला रूपले साथ दिनुहोस्। यदि यो ओखलढुङ्गा जिल्लाबाट संस्कृति पार्टीको तर्फमा मैले प्रतिनिधि सभाको उम्मेदवारको हैसियतले यो निर्वाचनमा यहाँले विजय गराइदिनु भयो भने दोस्रो चोटि जीवनमा म बाँचुन्जेल दोस्रो चोटि अरू पार्टी काहीँ केही खोज्नु जानु पर्दैन। यो कुरा ग्यारेन्टी हो। म त्यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र त्यो मेरो उद्देश्य म पुरा गर्न चाहन्छु। म यो राजनीतिद्वारा भएको समस्यालाई म राजनीतिद्वारै समाधान गर्न आएको हुँ। यो राजनीति परिपाटीलाई, यो कुराजनीति परिपाटीलाई परिवर्तन गर्न आएको हुँ। त्यसैले म जहिले भन्ने गर्छु, सदन सफा गर्नुपर्छ, मूल सफा गर्नुपर्छ। यो परिवर्तन हो, यो परिवर्तनको आवाज हो। यो परिवर्तन मात्रै नभएर यो आवश्यकता हो। यो आवश्यकता नभएर यो राजनीति वैचारिक क्रान्ति हो। यो क्रान्ति मात्रै नभएर यो उत्पीडन वर्गको आवाज हो। यो उत्पीडन वर्गको मात्र आवाज नभएर यो श्रमिकको आवाज हो। यो श्रमिकको मात्र आवाज नभएर यो कृषकको आवाज हो। यो म नेतृत्व गर्दैछु कि सर्वहारा वर्गको म नेतृत्व गर्दैछु। म भुइँ मान्छेको नेतृत्व गर्दैछु। हाम्रो पार्टीले सर्वहारा वर्गकै नेतृत्व गरेर आएको पार्टी हो। त्यसैले गर्दा यहाँहरूले ढुक्क हुनुहोस्। जनता जस्तो छ नेतृत्व त्यस्तो हुनुपर्छ, अनि पो राष्ट्र सुहाउँदो हुन्छ। जनता एकतिर धुरमा लडीभरि खाइ नपाई हिँडेको छ, बताभुङ्गे लथालिङ्गे छ। जनताको सुरक्षा छैन, सुरक्षा अनुभूति गरेका छैन जनताले। जनताको आर्थिक स्तर उन्नति छैन। सदनमा मस्त टाई सुट लगाएर हिँडेर राष्ट्र बन्छ। त्यसैले म जहिले पनि भन्ने गर्छु, जनता जस्तो नेतृत्व त्यस्तो हुनुपर्छ, अनि मात्रै राष्ट्रको कल्पना गर्न सकिन्छ।
यहाँले कति पनि गुनासो गर्नुहुन्छ, धेरै ठाउँ मैले गुनासो पाएको छु। आज भोट माग्ने बेलामा मिठो मिठो बोलेर आउनु छ, भोट दिएर जितेर गएपछि फर्केर हेर्नुहुन्न। यो श्रम संस्कृति पार्टी चुनाव लड्नुको लागि मात्र आएको पार्टी होइन। यो चुनाव लड्नुभन्दा, यो पार्टी दल दर्ता गर्नुभन्दा अगाडि नै श्रम गरेर जनताको सामु, जनताको मन मुटु जितेर आएको पार्टी हो। त्यसैले अब म अवगत गराउँछु, त्यो सिद्धान्त, त्यो विचार, त्यो एजेन्डा बोकेर आएको पार्टी हो र त्यो एजेन्डालाई आत्मसात गरेर आएको पार्टी हो। हाम्रो पार्टीको मुख्य एजेन्डा छ प्रकृति, संस्कृति र प्रविधि। कतिपयले ओहो यो त ढुङ्गा बोक्ने पार्टी हो, ढुङ्गे पार्टी हो भन्छ। यो कदापि यो गलत चिन्तन नलिनु होला। यो ढुङ्गा मात्रै बोक्ने पार्टी होइन, यो ज्ञान पनि बोक्ने पार्टी हो। यो ज्ञान मात्रै बोक्ने पार्टी होइन, यो सही शिक्षा दिने पार्टी हो। यो सही शिक्षा दिने मात्र पार्टी होइन, यो नेपाली जनताहरूलाई सही मार्ग निर्देशन गर्ने, सही गन्तव्यमा पुर्याउने योजना लिएको पार्टी हो। यो श्रम केवल ढुङ्गा मात्रै होइन, यो श्रम जहाज बनाउने श्रम पनि हो। त्यो प्लेन बनाउनु पनि श्रमको आवश्यक पर्छ, बिना श्रम बन्दैन। त्यसैले गर्दाखेरि प्रविधिको कुरालाई यहाँ इङ्गित गरेको छ। यहाँहरूले बुझ्नु होला। कसैले चाहिँ ए यो ढुङ्गा बोक्यो, यसले के गर्छ त, हामी त टाई सुट लाउने मान्छे भन्ला पनि होइन। त्यसैले गर्दाखेरि हामी सत्यलाई जहिले पनि हामी आत्मसात गर्नुपर्छ। हामी जति नै ठुलो पल्टे पनि, जत्रै ठुलो महलमा बसे पनि, जत्रै ठुलो दरबारमा बसे पनि हामी यो पञ्चतत्त्वभन्दा बाहिर हामी जान सक्दैनौँ। हामीले जति नै सम्पन्न भए पनि, अरबौँ खरबौँ सम्पत्ति भए पनि हामीले लिएर जाने होइन। यो पृथ्वीकै चिज हामीले सदुपयोग गर्ने, उपभोग गर्ने हो। त्यसैले कसैसँग धन होला, कसैसँग ज्ञान होला, कसैसँग मन होला, कसैसँग बुद्धि विवेक होला, सबै चिज मिलाएर सभ्य समाजको निर्माण गरौँ म आह्वान गर्दछु। सबैसँग एउटै चिज हुँदैन। पृथ्वीको आयु लगभग 2 अर्ब वर्ष पुग्न लागिसक्यो। हामी जन्मेका छौँ हिजो अस्ति। अनि हामी यो पूर्ण संसारमा हिजो अस्ति जन्मेर अबको लाखौँ करोडौँ वर्ष अगाडिको कुरा गरेर हुन्छ? हुँदैन। हामी जुन ठाउँमा छौँ, जुन समयमा, जुन अवस्थामा छौँ, त्यो अवस्थालाई स्वीकारेर, त्यो अवस्थालाई आत्मसात गरेर त्यसलाई हामी सही तरिकाले सदुपयोग गर्नुपर्छ। त्यही समयलाई सदुपयोग गरेर समय अनुकूल परिवर्तन हुनुपर्छ। हामी संस्कारमा मात्रै छौँ। आजभन्दा 20-50 वर्ष अगाडिको राजनीतिको कुरा गर्छौँ, राजनीति पार्टीको कुरा गर्छौँ, मेरो बाउ बाजेको कुरा गर्छौँ। जबकि उही बाउ बाजे भएर, बाउ बाजे छोरा नाति भएर जन्मेको पनि थाहा छैन। त्यो थाहा हुनलाई चाहिँ अलिकति आत्मज्ञानै हुनुपर्छ। त्यसैले गर्दाखेरि हामी जहिले पनि भ्रममा छौँ। आज किन परिवर्तनको कुरा हुँदैछ त, उठ्दैछ? यो चेतना कहाँबाट आयो त? परिवर्तन हामी अहिले जुन ठाउँमा छौँ, जुन परिस्थितिमा छौँ, जुन समयमा छौँ, त्यो समयमा हाम्रो चिन्तन छैन। हाम्रो चेतना कहाँ छ? पुरानै संस्कारमा छ। समयले जन्माएको चिजलाई हामी कहिले पनि स्वीकार्न सक्दैनौँ। भन्न चाहिँ खुकुरी भन्दा कर्ज लाग्ने, भाउ भन्दा छोरा जान्ने भन्छौँ, तर यहाँ चाहिँ छोरा नाति भन्दा पनि बाजे नै जान्ने जस्तो हामी कुरा गर्ने हाम्रो कल्चर छ। उमेरको हिसाबले सम्मान गर्नु फरक विषय हो, तर ज्ञानमा कहिले पनि त्यस्तो हुँदैन, प्रकृतिमा कहिले पनि त्यस्तो हुँदैन। आज पृथ्वीको गति पनि गडबडी भइरहेको छ। आजभन्दा 2 वर्ष अगाडि पृथ्वी जति बेला रात र दिनको गणना भएको थियो, त्यो अवस्था पनि अहिले छैन पृथ्वीमा। योकै कारणले हो।
यो सबै कुरा त म भन्दिनँ, समय धेरै लाग्छ। त्यसैले गर्दा समय परिवर्तनशील छ। पृथ्वीले पनि रूप फेरिसक्यो। हाम्रो चिन्तन कहिले नफेर्ने। हामी जहिले पुरानै सोचमा त्यो मेरो बाबुबाजे भनेर हिँड्ने, यो परिपाटी यो कल्चरले गर्दाखेरि आज हामी पछि परेका छौँ। संसारको तुलनामा हामी साँच्चीकै भन्नुपर्दाखेरि 500 वर्षपछि छौँ। किनकि हाम्रो देशमा केही उत्पादनै छैन, बजार व्यवस्था पनि छैन। कृषि गर्नेलाई कृषकलाई राज्यबाट सम्मान छैन। खेतीपाती लागेको बिमा पनि छैन। कमसे कम लगानी गरेपछि जनताको पसिनाले लगानी गरिसकेपछि त्यो जनताको चाहिँ लगानी राज्यले सुनिश्चित गर्नुपर्छ। र अर्को कुरा म जोड्न चाहन्छु स्वास्थ्यको कुरालाई। स्वास्थ्य हामी राज्यको जनताको राज्य भइसकेपछि राज्यले जनताको हक अधिकारलाई सुनिश्चित गर्नुपर्दछ। कतिपय निम्न वर्गका निम्न फ्यामिलीका बुवाआमा दिदीबहिनीहरू स्वास्थ्य उपचार गर्नु नसकेकै कारणले गर्दा मृत्युसम्म बेहोर्नु परेको यही आँखाले देखेको छु। जनताको स्वास्थ्यको उपचार राज्यले जिम्मा लिनुपर्छ कि पर्दैन? यदि होइन भने त्यो राज्य के को लागि, कस्तो राज्य हो? के राज्य छ भन्ने अनुभूति नगर्ने जनताले? त्यसैले गर्दाखेरि मेरो प्रतिबद्धता पेपरमा पनि छ। अहिलेलाई मेरो एजेन्डा अहिलेलाई स्वास्थ्यमा कम्तीमा पनि 50,000 निःशुल्क हुनुपर्छ जनतालाई। अनि त्यो न्यून वर्गको जनताहरूले राहत पाउँछ। सानोतिनो रोगबाट ऊ ग्रसित भएर उसको भविष्य बिगार्नु पर्दैन म भन्छु। तर उपचारकै कारणले जनता मर्नु नपरोस्। अर्को कुरा शिक्षाको कुरा। शिक्षाको के दोकान हो? व्यापार कतितिर गर्ने, कतितिर कमाउने? त्यो कमाएको यत्रो शिक्षामा पनि व्यापार, स्वास्थ्यमा पनि व्यापार भयो भने आज ब्याङ्कभन्दा हस्पिटलमा किन धेरै पैसा छ? ब्याङ्कभन्दा किन हस्पिटल धनी छ? जनता किन गरिब हुँदैछ? जनता किन रोगी हुँदैछन्? यो कुरा सायदै व्यक्तिलाई थाहा हुन सक्छ। किनकि व्यापारीकरणले गर्दाखेरि, पुँजीवादी हाबी भएको कारणले गर्दाखेरि आज उत्पादनमा 1 को 10 को 100 फाइदा यस्तो खालको प्रवृत्ति गर्दा आज जनताको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ। त्यो स्वास्थ्यवर्धक खाना नभएर त्यो विषादीयुक्त खानाले गर्दा आज जनताको स्वास्थ्यमा खेलवाड भइरहेको छ। अर्को कुरा यहाँहरूलाई म एउटा सूत्र यहाँहरूलाई चाहिँ म सुनाउन चाहन्छु। तपाईहरुले खाँदै गरेको आयोडिन नुन खाएर तपाईहरुलाई कति शरीरमा असर परेको छ भन्ने कुरा यहाँहरूलाई कमैलाई जानकारी होला। किनकि आयोडिन युक्त नुन भनेर चाहिँ नुनको पोको ल्याएर चाहिँ खाइराख्नु भएको छ। आज त्यो नुनको पोकोले गर्दाखेरि कतिपय महिला बुवामा आमा दिदीबहिनीहरू बाँझोपन, क्यान्सरको पीडित हुनुभएको छ। यो कुरा अलिकति मात्रै मैले भने, त्यसको कारण छ। यहाँ चाहिँ जेमा पनि व्यापार, स्वास्थ्यमा पनि व्यापार, शिक्षामा पनि व्यापार। शिक्षा भन्ने कुरा व्यापार हो। नेपाली जनताहरू या राष्ट्रको जनताहरू सबै जनताहरू समान हुनुपर्छ। हुने खानेको लाख फी तिरेर पढ्नुपर्ने, नहुने खानेको कम हुने खानेको 1000, अनि त्यो भन्दा नि कम घाँस कपासमै समस्या हुनेको सरकारी। यो के हो? यो भेदभाव हो कि होइन? त्यसैले गर्दाखेरि म यो मेरो
मुद्दा लिएर जाँदैछु कि स्वास्थ्य र शिक्षा फ्री हुनुपर्छ, निशुल्क शिक्षा राज्यले दिनुपर्छ, जनता सबै जनता समान हुनुपर्छ। पैसा तिर्ने को छोराछोरी चाहिँ डाक्टर, पाइलट, इन्जिनियर हुने, अनि त्यो गरिबको कोखमा जन्मिएको चाहिँ सम्पन्न न्यून वर्गको कोखमा जन्मिने चाहिँ उसको दिमाग सदुपयोग गर्न नपाउने, यो कस्तो खालको शिक्षा प्रणाली हो? म त के भन्छु भने यो संसारमा जस्तो सुकै व्यक्ति होस्, राजै जन्मे पनि कसैको राजाको कोखमा जन्मिनु पर्दैन। मानवको कोखमा जन्मिएपछि मानव हुन्छ, त्यही मानव राजकर्म गर्छ राजा हुन्छ, त्यही मानव दानव कर्म हुन्छ दानव कर्म। सही मार्गमा हिँड्यो राजा समान हुन्छ, गलत मार्गमा हिँड्यो नोकर कर्म गर्छ, नोकर भन्दा पनि अझ कुकर्म गर्छ। कर्मले मात्रै फरक हुने। त्यसैले गर्दाखेरि यहाँलाई म अवगत गराउँछु, यो स्वास्थ्य र शिक्षा राज्यको सम्पत्ति हो, राज्यको सम्पत्ति जनता हो। जनता जहिले पनि राष्ट्रभन्दा माथि हुन्छ। कुरो चाहिँ सार्वभौम सम्पन्न देश भन्ने, सर्वहारा वर्गको कुरा गर्ने, कर्म चाहिँ सर्वमारा गर्ने, यो प्रवृत्तिलाई हामीले अन्त गर्नुपर्छ। यो राजनीति प्रवृत्तिलाई हामीले अन्त गर्नुपर्दछ। त्यसैले गर्दाखेरि म यहाँलाई आग्रह गर्छु, अनुरोध गर्छु। अर्को कुरा चाहिँ म यहाँलाई के अवगत गराउनु छ भने महिला दिदीबहिनीहरूलाई विशेष गरी मैले यो धेरै अनुसन्धान गरेँ। मैले कतिपय बालबच्चाहरू ग्रामीण भेगमा कुपोषण भएको मैले देखेँ। त्यो के कारणले गर्दाखेरि सानो बाल्य अवस्थामा राम्ररी लालन पालन खानपान पोषण तत्त्वयुक्तहरू खाना नखाएर चाहिँ कुपोषण भएको मैले देखेको छु। त्यसैले गर्दाखेरि मैले मेरो प्रतिबद्धता पेपरमा महिलाहरूको लागि 6 महिनासम्म महिनाको 5,000 सुत्केरी भत्ता हुनुपर्छ। 6 महिनादेखि 1 वर्षसम्म 3,000 सुत्केरी भत्ता हुनुपर्छ भन्ने मेरो प्रतिबद्धता पेपरमा छ। किनकि अहिलेसम्म यो देशमा महिला प्रधानमन्त्री भए, राष्ट्रपति भए, तर खै महिलाहरूको लागि कतिको चिन्तन गर्नुभयो, कतिको सोच्नुभयो? म जस्तै यो देश चलाउँछु, यो विश्व हाँक्छु, राजा, देवता, राष्ट्रपति, मन्त्री सबै जन्माउने महिलाहरूको लागि कतिको सम्मान छ? किनकि प्रकृतिलाई कतिको सम्मान गर्नुभएको छ, त्यो उहाँहरूलाई भर पर्ने कुरा हो। तर मेरो विवेकले देखेको कुरा, महिलाहरू जब सुत्केरी अवस्था हुँदाखेरि, गर्भ अवस्थाको सुत्केरी अवस्था हेर्दा प्रकृतिले नै उहाँहरू कमजोरी हुनुहुन्छ, बन्नुहुन्छ। त्यो कमजोरीलाई हामीले बलियो बनाउनु पर्छ। त्यही हो मेरो कमजोरीलाई बलियोले सहयोग गर्नुपर्छ। कमजोरीले बलियोले निर्दोलाई साथ दिनुपर्छ। त्यसैले गर्दाखेरि मैले चाहिँ 6 महिनासम्म महिलाहरूले कुनै गाह्रो काम गर्नु सक्नुहुन्न। त्यसैले गर्दाखेरि त्यो अवस्थामा चाहिँ राज्यले हेर्नुपर्छ भन्ने मेरो मान्यता हो। यहाँहरूलाई अब मेरो विषय पनि नभएर यहाँहरूलाई त्यो पनि होइन जस्तो लाग्छ भने म केही पनि भन्दिनँ। तर यदि हो भने यो मेरो एजेन्डालाई म सदनसम्म पुर्याउँछु। यहाँहरूले मलाई मत दिनुपर्छ, अनि मात्रै म एजेन्डा लिएर सदनमा पुग्न सक्छु। होइन भने यो स्टेजमै रहन्छ, मेरो विचार, मेरो विवेक मैसँग रहन्छ, त्यो सदुपयोग गर्न पाउनुहुन्न। मेरो 34 बुँदे प्रतिबद्धता छ। यो 34 बुँदे प्रतिबद्धता मैले राम्ररी अनुसन्धान गरेर गहन गरेरै मैले प्रतिबद्धता मैले लेखेको हुँ। तर त्यो मात्रै म भन्दिनँ, गर्नुपर्ने धेरै छन्। तर त्यो मात्रै म भन्दिनँ। राजनीति भनेको के हो त? राजनेता कस्तो हुनुपर्छ त? त्यो देखिएको सम्भव चिजलाई सम्भव बनाउने त्यो राजनीति होइन। त्यो राजनीति भविष्य यस्तो देख्नुपर्छ कि अबको 200 वर्षपछि पनि मेरो देशलाई कस्तो बनाउँछु, अबको हजारौं वर्षसम्ममा यो मैले सुरुवात गरेको
चेतनाको क्रान्ति यो अबको 1000 वर्षसम्ममा कस्तो हुनुपर्छ त्यो परिकल्पना गर्ने क्षमता हैसियत हुनुपर्छ अनि मात्रै राजनेता हुन्छ। यहाँ चाहिँ एउटाले पार्टी दर्ता गर्छ, दल दर्ता गर्छ, हल्ला खल्ला दौरो गर्छ अनि अर्को चाहिँ गएर टिकट लिन्छ। त्यही पनि कोही त किनेर पनि लिन्छु भन्छन्, टिकट लियो आएर चुनावमा उठ्यो म नेता हुँ भन्छन्। कस्तो खालको नेता हो? राजनीति चेतना भएको नेता हो कि चुनावको नेता हो? त्यसैले गर्दाखेरि अब यहाँहरूले बुझ्नुपर्ने दिन आएको छ। अब यहाँहरूले चिन्तन मनन गर्नु परेको छ। आज यो देशको कर्मचारीहरू किन जागिर छोडेर विदेश जाँदैछन्? पक्कै पनि यो राज्यले कर्मचारीको सेवा सुविधा, उहाँहरूको परिवारलाई सेवा सुविधा दिने हो भने उहाँहरू आनन्दले शान्तले राज्यको सेवा गरेर बस्नुहुन्थ्यो होला। तर स्यालेरी छैन, परिवार पाल्न सक्नु गाह्रो छ, महँगी छ भनेर राजीनामा दिँदै विदेश गएको मैले देखेको छु। यो के कारणले हो? के हामी राज्यविहीन छौँ त? आज यो 80% उर्वरा भूमि छ हाम्रो जमिन। यो 80% उर्वरा भूमि भएको जमिनको मान्छेलाई, जमिनको जनतालाई केही नभएको बालुवामाथि बस्ने, कन्क्रिटमाथि बस्नेले शासन गरिरहेका छन्। नोकर बनाएर, नोकर चाकरी गरेर बेल्चा हनाएर चाहिँ पसिना, रगत पसिना बगाउन बाध्य बनाएका छन्। त्यति मात्र होइन, शोषित भएर बस्नु बाध्य भएका छन्। यो के कारणले हो त? के हामी गरिब हो जसको जमिन 80% उर्वरा भूमि जमिन छ, जसको हातमा लाल पुर्जा छ, एक टुक्रा जमिन छ, ऊ गरिब भनेर साबित देखाउनु पर्ने अवस्था आएको छ। ऊ म गरिब हुँ भनेर हिँड्छ। यो कस्तो नीति हो? यो कस्तो ऐन कानुन हो? आज यो देशलाई जाकटी राखेर, धरौटी राखेर लिलाम गर्दैछन्। लिलामी हुने अवस्थामा छ। हाम्रो बालबच्चा जन्मिँदै टाउकोमा 96,000 ऋण बोकेर जन्मिएको हुन्छन्। यो के कारणले हो? आज एउटा जनताको घर साधारण व्यवसाय गर्दाखेरि धितो राखेर लिलामी भएर घरबाट नमान्दै आँसु झारी झारी, त्यो परिवारको आँसु झारी झारी लखेटेर घरबाट निकालेको अवस्था छ। यो मैले मेरो आँखाले देखेको छु। मलाई पनि कतिले भन्थे त्यहाँ त काठमाडौँमा लिलामी भएको घर सस्तोमा छ भन्छ। सस्तोमा पनि त्यो बजार मूल्यमा बेच्नु पर्यो भने 3 करोड जाने घर त्यहाँ चाहिँ 1.5 करोडमै आइरहेछ सस्तो मूल्यमा। त्यो के कारणले हो? त्यो चाहिँ ब्याङ्कले बेच्ने अरे, त्यो उसको घरको मालिकले होइन, ब्याङ्कले बेच्ने अरे। यो कस्तो खालको प्रविधि हो? जनताले मेरो घर भने घाँस बाँस कपासको पनि राहत महसुस नगर्ने कस्तो खालको राज्य हो? यो नीतिलाई हामीले सुधार्नुपर्छ कि पर्दैन? के हामी सधैँ गरिबीको रेखामुनि भएर बाँच्ने हो? यावत कुराहरू सदनबाट सुधार्नु पर्नेछ। आज तपाईँ कुनै सक्षम एउटा निमुखा वर्गको सन्तान हुनुहुन्छ। तपाईसँग व्यवसाय गर्ने तपाईसँग क्षमता छ, तपाईसँग विवेक छ, तर पैसा छैन। ब्याङ्कमा लोन लिन जानुहुन्छ। लोन लिँदाखेरि घरको जग्गा जमिन छ कि छैन भनेर सोध्छ। जग्गा जमिन छैन भने लोन पनि पाउँदैन। छ भने पनि आम्दानी खोज्छ। जन्मिँदै आम्दानी लिएर आउनुपर्ने देश कस्तो देश हो? त्यो नहुने निमुखाको गरिबको कोखमा जन्मिनेले त कहिले उस्किने कल्पना पनि गर्न सक्दैन।
गर्छ भने उसले कसैको नोकर चाकर गर्नु पर्यो? होइन भने कसैले न राज्यले दया गर्छ न कसैले दया गर्नु सक्छ। यो यस्तो खालको प्रवृत्ति छ हाम्रो समाजमा। त्यसैले गर्दा हामी नेपाली जनताहरूको आर्थिक उन्नति स्तर नभएको यहाँलाई म अवगत गराउँछु। सबैको पाबन्दीलाई मध्यनजर गर्दै भौगोलिक कारणले गर्दा पनि कतिपय ठाउँमा 8 स्थानीय तहमा सबैको टोल घर दैलोमा म यहाँ सरिक हुन सकिरहेको छैन, किनकि समय छोटो छ, प्रचार प्रसारको समय एकदमै छोटो छ र तीव्र रूपमा गर्नुपर्ने र घर दैलो त भनिन्छ तर टोल दैलो पनि गर्ने सम्भावना छैन। त्यसैले गर्दा यहाँहरूको कहीँ कतै घर दैलोमा म उपस्थित भएको पनि छैन त हुन पनि सकेको छैन। तथापि यहाँहरूले मलाई यही वक्तव्य मार्फत म भन्न चाहन्छु, मलाई क्षमा दिनुहोस्, समय दिनुहोस्, मेरो यो आवाजलाई सुनिदिनुहोस्। यो आवाजलाई सुनेर मेरो चिन्तनलाई यहाँले बुझेर मलाई मतदान गर्नुहोस्, ढुक्कै मतदान गर्नुहोस्। यहाँहरूको म मतलाई आत्मसात गर्नेछु, यहाँहरूको मतलाई म कदर गर्नेछु, यहाँहरूको मतलाई म सम्मान गर्नेछु। म त्यो चिन्तन लिएर आएको व्यक्ति हो, म त्यो चेतनामा लिएर निर्वाचनमा होमिएको व्यक्ति हो। त्यसैले अवश्य नै यहाँहरूले मलाई क्षमा दिनुहुने नै छ र अब म धेरै कुरा म लम्ब्याउन चाहन्न। अब केही समय धैर्य गर्नु होला। अन्तिममा सबैजनाले एउटा गीतमा चाहिँ नृत्य गरेर जानुपर्छ है सबैले रमाइलो, किनभने यहाँलाई बोर पनि भयो, मैले धेरै पनि बोलेँ होला, धेरै धैर्य गर्नुभयो, यहाँलाई धेरै धेरै क्षमा चाहन्छु। यहाँहरूले धेरै मलाई समय पर्खेर चाहिँ समय दिनुभएका म एकदमै आभारी छु। बोल्नुपर्ने धेरै छन्, कुरा कोट्याउँदै गयो भने धेरै छन्, तर म यहाँहरूलाई म के अवगत गराउन चाहन्छु भने म जे गर्छु म असल राजनीति गर्छु, म जे गर्छु त्यो राम्रोको लागि गर्छु, म नराम्रोको लागि कदापि म गर्दिनँ, म राम्रोकै लागि गर्छु र जे हुन्छ त्यो राम्रोकै लागि हुन्छ भन्ने म मान्यता बोकेको मान्छे हो। र यहाँहरूलाई अन्तमा यो प्रतिनिधिको सभाको निर्वाचन भनेको एकदमै महत्त्वपूर्ण निर्वाचन हो। यहाँहरूले आफ्नो मतलाई स्वइच्छा, कसैको दरतास, कसैले इच्छा दिएमा होइन, यो आफ्नो स्वतन्त्र हक अधिकारलाई यहाँहरूले बुझ्नुपर्छ। अब पनि नबुझे कहिले बुझ्ने? आफ्नो हक अधिकारलाई स्वतन्त्र तरिकाले सदुपयोग गर्नुहोस्। म भन्छु, मैले कस्तो व्यक्तिलाई चाहिँ मैले सदनमा पुर्याउँदाखेरि भनिरहेको छु, कस्तो व्यक्तिलाई सदनमा पुर्याउँदाखेरि मैले न्याय पाउँछु, यो राष्ट्रले न्याय पाउँछ, यो समाजले न्याय पाउँछ, यो जिल्लाले न्याय पाउँछ। त्यो कुरा 1000 बार सोच्नुहोस् अनि मत गर्नुहोस्। यहाँहरूको अमूल्य मत खेर नजाओस् र यो प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित गराउनको लागि मलाई अन्जुलीमा रहेको चुनाव चिन्ह माटो, अन्जुलीमा रहेको चुनाव चिन्ह माटोमा मतदान गरी, अन्जुलीमा रहेको चुनाव चिन्ह माटोमा मतदान गरी अत्याधिक बहुमतले विजय गराइदिने हुन सादर अनुरोध गर्दछु। म बिन्ती गर्दछु, मेरो यो राजनीति यात्रालाई सफल पार्ने जिम्मेवारी, दायित्व, कर्तव्य यहाँहरूको हातमा छ। म त्यो
समयको पर्खाइमा छु। अब धेरै दिन बाँकी छैन, मात्र फागुन 21 गते र यहाँहरूलाई फागुन 21 गतेसम्म म यहाँहरूसँग एक मत मात्र माग्छु। त्यो एक मतको मूल्य अवश्य नै हुनेछ। त्यो एक मतको मूल्याङ्कन अवश्य नै म गर्नेछु। त्यो एक मतलाई म अवश्य नै आत्मसात गर्नेछु। र कतिपय व्यक्तिहरूले गर्दैले गर्दाखेरि एक मतको कुरा गर्दाखेरि म एक मत त हो भनेर भनेको पनि सुनेछु। त्यसरी आफूलाई समाजमा कहिल्यै पनि कमजोरी नठान्नु भन्दछु। तपाईहरुको एक मत भनेको अमूल्य मत हो। तपाईँ हुनुहुन्छ र तपाईको एक मत छ। आज तपाईँ हुनुहुन्छ र यो संसार छ, यो सृष्टि देखिराख्नु भएको छ। यो सृष्टिको एक अङ्ग तपाईँ हुनुहुन्छ। त्यसैले गर्दा एक मतलाई कहिले पनि कमजोरी नठान्नुहोस्। त्यो एक पनि तपाईँ हो, त्यो तपाईँ नै एक मन हो, त्यो तपाईँ नै तपाईँ हो, त्यो तपाईँ नै स्वाभिमान हो, त्यो तपाईँ नै स्वाभिमान हो, तपाईँ नै राष्ट्रवादी हो, तपाईँ नै राष्ट्रभक्ति हो, तपाईँ नै राष्ट्रिय हो, तपाईँको राष्ट्रिय तपाईँको राष्ट्र हो। त्यसैले गर्दाखेरि यो राष्ट्रलाई हामी सधैँ सम्मान गर्नुपर्छ। त्यो सम्मान त्यो मबाट गर्नुपर्छ। त्यो मलाई सम्मान गर्नुपर्छ। हामीलाई राष्ट्र बचाउँ, राष्ट्रियता बचाउँ, स्वाभिमान बनाउँ, स्वाधीनतालाई हामीले आत्मसात गरौँ। यही भन्दै यहाँहरू अहिलेसम्म धैर्य गरेर सुनिदिनु भएकोमा सम्पूर्ण खिजी बलाटे बासी बुवामा दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र आज यस कार्यक्रम गर्नका लागि यो स्टेज उपलब्ध गराइदिनु भएकोमा खिजिरेबासी युवाहरू, बुद्धिजीवीहरू, बुवामा दाजुभाइ दिदीबहिनीलाई हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र बाँकी कुरा यदि यहाँहरूको कुनै क्वेसन प्रश्न छ भने पनि म 24 घण्टा तपाईहरुको लागि उत्तर दिन तयार छु। जस्तो सुकै क्वेसन प्रश्न गर्न सक्नुहुनेछ। र हाम्रो एजेन्डालाई यहाँले पक्कै पनि आत्मसात गर्नुहुनेछ। म फेरि पनि पटक पटक यहाँको टोल टोलमा श्रम अभियान लिएर पक्कै पनि आउने नै छु। तपाईहरुले चाहे मलाई मतदान गर्नुहोस् या नगर्नुहोस्, म त्यसमा विमति छैन। तपाईहरुले मतदान गरे पनि म तपाईहरुको घर आँगनमा, तपाईहरुको टोलमा श्रम अभियान लिएर आउने नै छु। नगरे पनि म आउने नै छु। म नगर्दा पनि म किन मलाई भोट हालिनस् भने म रिसाउँदिन, गर्दा सम्मान गर्छु। यति भन्दै मेरो यो छोटो मन्तव्य 2 शब्द यही अन्त गर्छु। अन्जुलीमा रहेको चुनाव चिन्ह माटो, यही आउने फागुन 21 गते अन्जुलीमा रहेको चुनाव चिन्ह माटोमा मतदान गर्न नबिर्सिनु होला। कतिपयले चाहिँ म त यहाँ यो घाममा हाल्ने बानी भएको, रुखमा हाल्ने बानी भएको भन्ने चाहिँ वृद्धहरूलाई पनि मैले देखेको छु। त्यसैले गर्दा हामी अब अलिकति चेतनशील हुनुपर्छ, अलिकति चैतन्य जगाउनु पर्छ। त्यसैले गर्दा यहाँहरूलाई म दोहोरै तेह्रै भन्छु, अन्जुलीमा रहेको चुनाव चिन्ह माटोमा मतदान गरी मलाई अत्याधिक मतले विजय गराइदिनु हुन सादर अनुरोध गर्दछु, सादर अनुरोध गर्दछु। हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश, श्रम गरौ सँगै मिली बनाऊ यो देश। धन्यवाद। जय माटो, जय देश, जय ओखलढुङ्गा, जय खिजी बलाटे। सम्पूर्णमा हार्दिक नमन सेवा ढोक छ।